हाम्रो आधारभूत काम भनेको चाहिँ यो जिल्लामा अथवा समाजमा शान्ति सुरक्षा कायम गर्ने यो 1 वर्षको अन्तरालमा कास्की जिल्लामा शान्ति सुरक्षामा गम्भीर खालका केही चुनौतीहरू पनि केही देखा परेका छन्। जस्तो यहाँलाई जानकारी नै छ, पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको जुन सहकारीको सन्दर्भमा सहकारी ठगीको विषयमा उहाँलाई पूर्वपक्षमा राखेर मुद्दाको सुनवाई भइराखेको अवस्थामा देखा परेका विभिन्न धर्ना जुलुस र त्यसका चाहिँ बाट उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई हामीहरू सबैको एउटा सुदृढ ढङ्गबाट यसलाई चाहिँ कुनै प्रकारको अप्रिय घटना नभइकन त्यसलाई व्यवस्थापन गर्ने काममा हामी स्थानीय प्रशासन चाहिँ सफलै भएको मैले चाहिँ ठानेछु। तपाईँको मूल्याङ्कन यसमा कस्तो भएको छ एउटा विषय छ। त्यसको साथसाथै यहाँ केही घटनाहरू घटे, चाहे त्यो कोटी होम व्यवस्थापन गर्न सन्दर्भमा देखा परेका घटना होस्, चाहे फेवातालको अहिले जुन मापदण्ड कार्यान्वयन गर्ने सन्दर्भमा आइपर्न सक्ने सम्भावित जोखिमका कुराहरू, चाहे हामीले यही भर्खरै सुरुवात गरेको पोखरा महानगरपालिकाले लामो समयदेखि चाहिँ रोडमेप बनाउन नसकेको यो हाम्रो चाहिँ बेबिस फल्समा भएको चाहिँ व्यवस्थापनमा महानगरपालिकामा वार्षिक रूपमा कम्तीमा 4-5 करोड रुपियाँ चाहिँ आउनुपर्ने रकम नआइरहेको थियो अथवा त्यो कुनै संस्थाले उठाएको स्कुलले उठाले त्यसलाई महानगरपालिकाको दायराभित्र ल्याउनको लागि गरेको प्रयास हो। कतिपय कुराले शान्ति सुरक्षामा अप्ठ्यारो पार्न सक्ने अवस्था थियो। तर त्यसलाई चाहिँ हामी सबैको नागरिक समाजको खबरदारी, यहाँका राजनीतिक दलको चाहिँ एउटा अभिभावकको र हाम्रो प्रशासनको सुदृढपना कारणको कारणले गर्दाखेरि कुनै प्रकारको चाहिँ घटनाहरू नघटाइकन हामीले कामहरू गर्ने अवस्था सिर्जना भयो। र यो समग्रमा 1 वर्षमा चाहिँ शान्ति सुरक्षामा कुनै प्रकारको गम्भीर खालको घटनाहरू घटेर त्यो नै हाम्रो लागि एउटा मेजर गम्भीर रूपमा हामी लिन्छौँ। त्यसको साथसाथै हामीले अर्को जिम्मेवारी भनेको जनतालाई सेवा प्रवाह गर्ने विषय पनि त्यतिकै महत्त्वपूर्ण कुरा हुन्छ। नागरिकको आफ्नै हाम्रो जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारीले आफै पनि सेवा दिन्छ, मेरो अघिबाट सेवा दिन्छ भने अरू कार्यालयले गरेका सेवालाई सहजीकरण गर्ने दायित्व पनि यो प्रमुख जिल्ला अधिकारीलाई रहन्छ। हामीले के कसरी गऱ्यौँ त सहजीकरण गर्दाखेरि म आइराख्दाखेरि यहाँ तपाईँहरूले पनि देखिराख्नु भएको थियो, बिहान 4 बजेदेखि वृद्ध आमा बुढाहरूको जिल्ला प्रशासन कार्यालय अगाडि लाइन थियो। यहाँले देखिराख्नु भएको थियो, हजुरले खबरदारी पनि गर्नुभएको थियो मलाई। यी बिचरा वृद्ध भत्ताहरू चाहिँ लिनलाई निम्ति राष्ट्रिय परिचय पत्र अनिवार्य बनाएको र उहाँले चाहिँ समयमै त्यो राष्ट्रिय परिचय पत्र बनाउन नसक्दाखेरि चाहिँ लामो समय चाहिँ बस्नुपर्ने अवस्था र दिनदिनै धाउनुपर्ने अवस्था थियो। त्यसलाई हामीले करिब 15 दिनको अन्तरालमा मैले त्यो लाइनलाई व्यवस्थापन गर्ने प्रयास गरेँ र थप टोलीहरू पठाएर स्थानीय तहबाटै यो फोटोग्राफी व्यवस्थाहरू गराइयो। र अहिले आज आएर तपाईँले हेर्नुभयो भने हामीले टोकन प्रणाली सहितको व्यवस्थापन कसै पनि गुनासो रहित हिसाबले जति मान्छेहरू आएका छन् त्यसलाई हामी राष्ट्रिय परिचय पत्रलाई चाहिँ प्राथमिकता दिएर ज्येष्ठ नागरिकहरूको निम्ति यहाँ अहिले पनि देख्न सक्नुहुन्छ। तपाईँ भर्याङको कुरा झर्दै जानुभयो भने तर एउटा ज्येष्ठ नागरिकहरूको लागि आरामदायी चाहिँ कार्यक्षम व्यवस्था मिलाइएको छ। तपाईँ त्यहाँ कार्यक्रममा जानुभयो यो चाहिँ अफिस हो र सरकारी अफिस हो कि होइन जस्तो लाग्छ। मणिपाल हस्पिटलले सहयोग गरेको त्यसलाई पनि म धन्यवाद दिन चाहन्छु। र हामीले अहिले चाहिँ आरामदायी एसी सहितको सुविधा सम्पन्न ज्येष्ठ नागरिक र अशक्त अपाङ्गहरू, गर्भवती महिलाले जसले सेवा लिने सन्दर्भमा लाइनको रूपमा बस्नुपर्छ यी व्यक्तिहरूको लागि भनेर मेडिकल टिम सहितको व्यवस्था गरेको छ। अनि यहाँले हेरेर जानुहुन्छ त्यो व्यवस्थापन भन्दा जनतालाई सेवा दिनको लागि हामीले प्राथमिकता जसले सक्दैन, जो अशक्त छ, इभन हामीले हुलचेयरको पनि व्यवस्था गर्दैछौँ, जो सक्दैन त्यसलाई चाहिँ हामीले प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो मान्यता हो। र यो अवस्था चाहिँ यो कार्यालयमा मात्र होइन कि कास्कीका सबै कार्यालयमा यो खालको अवस्था चाहिँ सिर्जना हुनुपर्छ भने हामीले कार्यालय प्रमुखको बैठकमा निर्णय पनि गरेका छौँ र साधारण स्रोतले ल्याएको छौँ। क्रमशः त्यसलाई हामी सुधार गर्दै लैजान्छौँ। अर्को विषय भनेको कार्यालयले दिने काममा चाहिँ हाम्रो नागरिकताको विषय पनि त्यतिकै जरुरी थियो। नागरिकता दिनको लागि धेरै दूर दराजबाट नागरिकहरू आउनुहुन्थ्यो र लामो समय लाइनमा बस्नु पनि बाध्यतात्मक अवस्था थियो। त्यसलाई हामीले अन्त गरेर अहिले चाहिँ तपाईँको यो जिल्लामा 72वटा वडा छ, 72 वडाबाट हामीले अनलाइनबाट नागरिकताको एप्लिकेसन अथवा एप्लाई गर्ने व्यवस्था छ। तपाईँहरू कसैका आफ्ना छोरा नाति अथवा भाइ भतिजाको नागरिकता दिन लानुभयो भने अहिले त त्यो थपाउनुहुन्छ कि वडामै गएर सबै डकुमेन्टहरू बनाउने र वडाबाटै एप्लाई गरिदियो। यहाँ आउँदाखेरि चाहिँ वडाले क्रिएट गरेर नम्बर दिन्छ, त्यो नम्बर लिएर आइसकेपछि त्यो नम्बरमा हामीले बित्तिकै त्यो विवरणहरू सबै हामीले हेर्न पाउँछौँ। त्यो भनेको के हो भने जति पनि काम जिल्ला प्रशासनबाट गर्नुपर्ने काम अहिले हामीले वडालाई नै जिम्मेवारी बनाएका छौँ र वडाबाटै तपाईँको चाहिँ त्यो एप्लाई गरेर आउनु हुनाले जिल्ला प्रशासन कार्यालयमा आएर लामो समय पुग्नु पनि बाध्यात्मक अवस्था छैन। आउने बित्तिकै चाहिँ तपाईँले नागरिकता पाउने अवस्था पनि हामीले स्वीकार गरेका छौँ। जसले गर्दाखेरि नागरिकहरू लामो समय जिल्ला प्रशासनमा आएर बस्नुपर्ने र जुन रेकर्डहरू हराउने जुन व्यवस्था अवस्था थियो यो जिल्लामा तपाईँलाई थाहा छ 40 सालभन्दा अगाडिका रेकर्डहरू फेला पार्न सकिँदैन र त्यो रेकर्डहरू हराउने अवस्थाबाट पनि तपाईँको चाहिँ सुनिश्चित रूपमा भण्डारण गरियो तपाईँको डकुमेन्टलाई पनि। अर्कोतर्फ जिल्ला प्रशासनमा आएर लाइन राख्नुपर्ने अवस्था थियो। धेरै कुराहरू वडाबाटै सम्पादन गर्नको लागि
त्यो व्यवस्थापन पनि हामीले गरेका छौँ। त्यसै गरी कुनै प्रकारका गुनासाहरू भयो भने तपाईँले चाहे यो कालीभित्र गुनासा होस्, चाहे बजारमा देखा परेको कुनै पनि गुनासा छ भने तपाईँले QR कोड मार्फत त्यो गुनासो चाहिँ यहाँकै जिल्ला प्रशासन कार्यालयमा आइपर्ने व्यवस्था, चाहे त्यो भाडाको कुरा हो, चाहे ठगीको कुराहरू हुन्, चाहे विषाणुको कुराहरू हुन्, चाहे कृत्रिम अभावको कुरा हो, चाहे ट्याक्सीले बढी भाडा लिएको कुरा हो, चाहे विद्यालयले बढी भाडा शुल्क उठाएको कुरा होस्, कुनै पनि गुनासा नागरिकका गुनासा छन् भने ती गुनासालाई चाहिँ तपाईँले हामीले बनाएको यो युजर्सको कन्ज्युमर राइट भन्ने एउटा अथवा उपभोक्ता अधिकार नामहरू एउटा हामीले बनाएको छौँ। त्यो कुनै शुल्कमा होइदाखेरि हामी आफैले यहीँको जनशक्तिले चाहिँ डेभलप गरेको एप्स हो, त्यो हामीले अहिले सबै ठाउँमा सार्वजनिक पनि गरेका छौँ र त्यो मार्फत गुनासाहरू आउने र हामी तुरुन्तै सहायक जिल्ला अधिकारीको नेतृत्वमा भएको बजार निगम समितिले त्यसलाई तुरन्त रेस्पोन्स गर्ने कार्यान्वयन बनाएको छौँ। त्यसले धेरै सम्म गुनासो रहित अवस्था र जनताले पनि कहाँ गएर गुनासो गर्ने त आइपरेका भन्दाखेरि र गुनासो गर्ने ठाउँ यहाँ छ भनेर हामीले त्यो सहज प्रणालीको पनि हामीले विकास गरेका छौँ। त्यसै गरी अहिले यो पासपोर्ट दिने सन्दर्भमा पनि हामीले दिने एउटा सेवाहरूको पासपोर्ट पनि हो। पासपोर्ट दिनलाई लामो समय लाइनमा बसेर पैसा तिर्नु पनि बाध्यात्मक अवस्था थियो, त्यसमा हामीले ई सेवाबाट ई पेमेन्टको व्यवस्था भनेको हामी क्रमशः अब चाहिँ यो सेवालाई ई गभर्नेन्सको माध्यमबाट अलिकति सूचना प्रणालीमा आबद्धता गराउने प्रयास हामीले गरेका छौँ र जनताका दिलमनका कुराहरू, जनताका गुनासाहरूलाई सुन्नको लागि सधैँ यहाँ आइपुग्न पाउँदैन भनेर हामी त्यहीँ गएर सार्वजनिक सुनवाई गर्ने अभ्यासको पनि सुरुवात गरेका छौँ र यो आर्थिक वर्षमा 2 ठाउँमा अन्नपूर्ण गाउँपालिका र रूपा गाउँपालिकामा हामी नजिकै गएर त्यहाँ गुनासाहरू दिने कामहरू पनि हामी गऱ्यौँ। अब अर्को जिम्मेवारी हाम्रो भने विपद व्यवस्थापन पनि हो र विपद व्यवस्थापनमा परेका मृत्यु भएका परिवारले सरकारले दिने, प्रदेश सरकारले दिने रकमहरू पाउनलाई लामो समय कुर्नुपर्ने बाध्यात्मक अवस्था थियो। तपाईँहरूले पनि भोग्नु भएको होला कतिपय कुरा, एउटादेखिले पनि भोग्नु भएको थियो। मान्छे मऱ्यो भने त्यसका डकुमेन्टेसन तयार गर्नुपर्ने, कति गर्नुपर्ने, कतिजना हप्ता दिन दौडिनु पर्ने। र हामीले गत वर्षदेखि के एउटा सुरुवात गरेका छु भने म यहाँलाई यो कुराको निरन्तरताको लागि पनि म वडाधीशज्यू मार्फत सबैलाई जानकारी गराउँछु। नागरिक समाजले यो कुरामा ध्यान दिनुपर्ने विषय के हो भने 24 घण्टाभित्रमा मान्छे मरेको 24 घण्टाभित्रमा मृतकको परिवारले पैसा पाउनुपर्छ भन्ने मान्यता हो र त्यो हामीले सुरुवात गर्यौँ। गत वर्षदेखि 14 जना मान्छेको मृत्यु भयो र उहाँहरूको परिवारमै केही घरमै गएर हामीले चाहिँ सरकारले दिने 2 लाख रुपियाँ र प्रदेश सरकारले दिने 50,000 रुपियाँ हामीले उपलब्ध गरायौँ। तर अब यो बिस्तारै यसलाई स्थानीय सरकारकै ह्यान्डओभर भएको छ र स्थानीय सरकारलाई पनि मेरो के आग्रह छ भने यदि काहीँ त्यस्तो दुर्घटना भएर विपदको कारणले मृत्यु भएको छ भने त्यो मृतकहरूलाई तुरुन्तै रकमहरू उपलब्ध गराइदिने काम पनि गर्नुपर्छ। जसले गर्दाखेरि पीडामा भएका मान्छेले ढिलो पैसा पायो भने कुनै त्यसको अर्थ राखेर तत्कालै तपाईँको राहत दिन सकियो भने सरकारको उपस्थिति त्यसले चाहिँ देखाउने गरे त्यो तर्फमा पनि हामीले सुरुवात गरेका छौँ। भने अर्कोतर्फ चाहिँ अब यो हाम्रो अलिकति भौगोलिक हिसाबले पहाडी क्षेत्रहरूमा विपदबाट कुनै मान्छेको मृत्यु भयो भने त्यसको व्यवस्था के छ भने त्यो शवलाई फेरि यहीँ सदरमुकाम ल्याउनु पर्छ अनि त्यो सदरमुकाममा आएर फेरि पोस्टमार्टम गरेर त्यसलाई फेरि माथि लाउनु पर्छ, उहाँकै घरमा पुऱ्याइदिनु पर्यो भन्दाखेरि त्यति तपाईँको झन्झटिलो प्रक्रिया थियो। अहिले हामीले के गरेका छौँ भने अब हामीले सुरुवात गरेका छौँ जिल्लामा भने यो कुनै मान्छेको मृत्यु भइहाल्यो भने नहोस्, हामी कामना गरौँ। तर विपद हो आउन सक्छ, भोलि कुनै पनि घटना हुनसक्छ, तर ती व्यक्तिहरूको पोस्टमार्टम चाहिँ हामीले त्यहीँ गर्नुहोस् होइन, सम्बन्धित ठाउँमै गर्नुहोस्, त्यहीँ उपलब्ध भएका जनशक्तिहरूबाट गराउनुहोस्। नभए पनि यहाँबाट हस्पिटलबाट डक्टर लिएर गएर पनि त्यहीँ केही पोस्टमार्टम गर्ने, तर पीडामा भएका मान्छेलाई थप पीडा दिनुहुन्न भन्ने सुरुवात हामीले गरेका छौँ। त्यो एउटा विपद व्यवस्थापनमा देखिएको एउटा त्यसको निरन्तरता पाओस् त्यो म आग्रह गर्न चाहन्छु। त्यसै गरी हामीले अब नागरिक समाजसँग जोडेको काममा म अलिकति चाहिँ सहकारी गरेको विषय पनि म जोड्न चाहेँ। यो नागरिक समाजले विशेष गरी हाम्रो रामबहादुरजीको अगुवाईमा यो सरसफाइ कार्यक्रम र हाम्रो लागु औषधिको सन्दर्भमा उहाँले अभियान चलाउनु भएको छ। सरसफाइको सन्दर्भमा सरसफाइ गर्ने पहिलो दायित्व भनेको नगरमा स्थानीय पालिकाको हो, नगरपालिकाको हो। तर हामी राष्ट्रिय सेवा कर्मचारीको पनि त्यति सामेल दायित्व छौँ। हामी पनि यही नगरका नागरिक भएर बसेका छौँ, सेवादायी पनि भएको कारणले हामीले पनि फोहोर गर्छौँ भनेर मैले यहाँको सबै कार्मिक प्रमुखलाई महिनाको एकपटक कम्तीमा पनि हामी सरसफाइको काममा जाउँ। त्यो सरसफाइ पनि कहाँ जाउँ त भन्दा बेथे घर अगाडिको सफा गर्न हामी जाने होइन, हामी प्राकृतिक सम्पदा, हाम्रो सांस्कृतिक सम्पदा, हाम्रो धार्मिक सम्पदामा जाउँ भनेर यहाँ कर्मचारी मिलन केन्द्र जसको नेतृत्व प्रमुख जिल्लाधिकारीले गर्छन्, त्यसको कर्मचारी मिलन केन्द्र र नागरिक समाजको अगुवाईमा संयुक्त रूपमा हामीले यो महाअभियान चलायौँ, यो सरसफाइको कार्यक्रमहरू सुरु गऱ्यौँ। त्यसमा विशेष गरी हाम्रो रामबहादुरजीलाई विशेष धन्यवाद दिन चाहन्छु र उहाँले निरन्तर यसमा लाग्नु भएको छ र उहाँले लागेकै विषयमा हामीले यसमा थप सपोर्ट गरेका हौँ, हैसी गराएका छौँ र यो कुराले पनि निरन्तरता पाइरहोस्
जसले गर्दाखेरि एउटा समाजमा राष्ट्र सेवक कर्मचारी पनि कम्तीमा पनि एउटा सामाजिक दायित्व रहेछ। उसले आफ्नो कामको अतिरिक्त पनि केही समय चाहिँ सामाजिक काममा छुट्याउनु पर्छ भन्ने मान्यताको हामीले विकास गरेका छौँ र धेरै साथीहरू सक्रिय नभए तापनि जति छौँ हामीले चाहिँ अब त्यो निरन्तर रूपमा हामी यसमा लागिरहेका छौँ। यसमा पनि म विशेष धन्यवाद दिन चाहन्छु। त्यसै गरी लागु औषधको सन्दर्भमा हाम्रो सामुदायिक सेवा केन्द्रका आमा भीमादरजी हुनुहुन्छ, उहाँको अत्यन्तै ठुलो तपाईँको चाहिँ एउटा नेतृत्वदायी भूमिका छ। भीमजीको लगायत हाम्रा चाहिँ सबै सामुदायिक सेवा केन्द्रका साथीहरूलाई म हाम्रो पर्यटकीय क्षेत्र हो। पर्यटकीय क्षेत्रमा पक्कै पनि स्वाभाविक रूपमा लागु औषधका घटनाहरू घट्न सक्ने हुनाले उहाँले जुन प्रकारले निरन्तर रूपमा खबरदारी गरिरहनु भएको छ त्यसमा हामीले सँगसँगै छौँ। चाहे त्यो हामीले 3 महिना अभियान पनि सञ्चालन गऱ्यौँ। त्यसै गरी हामीले चाहिँ यो औषधि व्यवसायीहरूसँग पनि तपाईँको चाहिँ अन्तर्क्रियाको कार्यक्रम गऱ्यौँ, उहाँलाई खबरदारी पनि गऱ्यौँ। कतिपय औषधि पसलबाटै लागु औषधको कारोबार हुने हुनाले उहाँहरूमा उच्च निगरानी राख्ने र उहाँहरूलाई नै बढी जिम्मेवार बनाउने काममा हामी लाग्यौँ। त्यसै गरी हाम्रा चाहिँ विद्यालयका भाइ बहिनीहरू विशेष जोखिममा पर्ने हुनाले विद्यालय लक्षित कार्यक्रमहरू पनि गऱ्यौँ। सबै प्रहरलाई बोलाएर हामीले उहाँलाई चाहिँ खबरदारी पनि गराएका छौँ, कमिटमेन्ट पनि गराउन लगाएका छौँ। त्यसको साथसाथै महाअभियान सञ्चालन भइरहेको छ। यी सबै यावत प्रयासको बावजुद अहिले देख्नुहुन्छ हामी कहाँ लागु औषधको ट्रेन हेर्ने हो भने विगतको भन्दा अहिले गर्दो छ। त्यसले तथ्याङ्कले देखाउँछ, त्यो उपलब्धिले देखाउँछ। त्यही कारण यो सबैको सहयोग चाहिँ हाम्रो सामुदायिक सेवा केन्द्रले गरेको नेतृत्व एउटा मात्रै एउटा के त भन्दा हामी एउटा सहकारीको रूपमा सहजकर्ताको रूपमा मात्रै हामीले भूमिका निर्वाह गरे हो। अब जहाँ तपाईँको समाज सक्रिय हुन्छ त्यहाँ प्रशासनले काम गर्छ, त्यो कुरा क्लियर कुरा। जब तपाईँ नागरिक समाज सक्रियता भयो भने मात्रै हामी जस्ता प्रशासकहरूलाई काम गर्नलाई एउटा प्रेरणा पनि दिन्छ। खबरदार गर्नु पऱ्यो, यहाँ हाम्रो कमी कमजोरी पनि हुन्छ, जोसँग स्रोत साधन हुन्छ त्यसको दुरुपयोग हुने सम्भावना पनि हुन्छ। त्यस कारणले गर्दा चाहे सरकारी सहयोग साधनको दुरुपयोगको कुरा होस्, चाहे सार्वजनिक ठाउँमा चाहिँ रोकेका रुलहरू काटेकामा खबरदारी गर्ने कुराहरू होस्, चाहे तपाईँको चाहिँ यो चाहिँ अनुमति नलिकन चाहिँ गरिएका चाहिँ विस्फोटक पदार्थहरू यो हामीलाई चाहिँ विभिन्न खालका यो आतंकवादीहरू नियन्त्रण गर्ने कुरामा यहाँको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। म अब अरू जिल्लामा गएँ भने पनि तपाईँको पोखराको नागरिक समाज हेर्न जान्छु, उहाँले गर्ने कामहरू भनेर म तपाईँको त्यो हामी एउटा यो सन्देशको पनि हामी दूत पनि हुन्छौँ। किनभने हामी आफ्नो जिल्लामा फेरि यसरी भूमिका कामहरू जान्छौँ अनि हामी भन्छौँ नि त्यहाँको नागरिक समाजलाई, त्यहाँका नेतृत्वलाई ल जानुहोस् न त्यहाँ कास्टेबल गरेर हेर्नुहोस् कसरी काम भइरहेको छ अनि तपाईँले यसमा चाहिँ आफ्नो काम गर्नुहोस् भनेर। त्यसमा तपाईँहरू सबै यसको चाहिँ धन्यवादको पात्र हुनुहुन्छ। म त एउटा कपडा मात्रै, म सामान्य एउटा चाहिँ सहजकर्ता मात्रै हो। यसको काम गर्ने नगर्ने तपाईँहरूले नै गरिराख्नु भएको हुनाले यसमा चाहिँ म तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। र अन्तिममा अब हामी एउटा चाहिँ हामीले गरेको अर्को काम भनेको यो चाहिँ पर्यटकहरूलाई सहजीकरण गर्ने विषय पनि हो। अब यो राजधानी पनि भएको हिसाबले हामीले पर्यटकहरूलाई कसरी हामीले चाहिँ सुविधा सम्पन्न वातावरण बनाउन सकिन्छ, रात्रिकालीन व्यवसाय सञ्चालन भएको छ त्यसका आएका गुनासालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसलाई कसरी मर्यादित बनाउन सकिन्छ भनेर हामी लागिरहेका छौँ। जस्तै रात्रिकालीन व्यवसायहरूतिर त्यो विभिन्न डान्स बारहरू छन्, डोरीहरू छन्, स्पाहरू छन् होइन, त्यसपछि तपाईँको क्लबहरू छन्। ती सबमा हुन सक्ने खालका विकृति विसङ्गतिहरूलाई चाहिँ एउटा चाहिँ नियन्त्रित हिसाबले अगाडि बढाउनलाई आचार संहिता बनाउने काम पनि अहिले हालसालै हामीले चालु गर्छौँ। के गर्नुहुन्छ के गर्नुहुन्न, डान्स बारमा के गर्नुहुन्छ के गर्नुहुन्न, स्पामा के गर्नुहुन्छ के गर्नुहुन्न, त्यसपछि डिस्कोमा के गर्नुहुन्छ गर्नुहुन्न, त्यसले पालना गर्नुपर्ने मापदण्डहरू के हो, त्यसलाई मर्यादित कसरी बनाउन सकिन्छ भनेर हामीले नै एउटा चाहिँ सामुदायिक सेवा केन्द्र लगायत यहाँका विभिन्न व्यवसायिक संस्थाहरू मिलेर हामीले एउटा चाहिँ मापदण्ड बनाएका छौँ। हो त्यो कार्यान्वयनले पनि त्यसलाई मर्यादित बनाउनको लागि हो त्यो बन्द गर्नुपर्छ भन्ने हामीले भन्नुहुन्न। किनभने पर्यटकहरूको लागि चाहिँ आकर्षणको सुविधाहरू दिनुपर्छ, तर त्यो सुविधा के गर्नु पर्यो भन्दा व्यवस्थित हुनु पर्यो। त्यो सुविधा दिँदाखेरि हाम्रो समाजमा अपक्ष खालको काम गर्नु भएन भन्ने चाहिँ हाम्रो मान्यता। त्यस कारणले त्यसलाई पनि व्यवस्थित गर्नको लागि केही प्रयासहरू प्रशासनले गरेको छ, त्यसमा पनि तपाईँहरूको साथ सहयोग हामीले लिइराखेका छौँ। र अब अहिले यो जुन लागु औषधको कुरा म लिइराखेको छु, यावत कुराहरूमा खबरदारी गर्ने कुराहरू, चाहे यहीँ पेट्रोल पम्प बनाउने सन्दर्भमा पनि गरेको खबरदारीहरू, अनि यहाँ चाहिँ भ्रष्टाचार गर्ने गतिविधिहरू अथवा विभिन्न खालको अनियमितताको विषयमा खबर गर्नुभएको खबरदारी, यावत कुरा समाजका हरेक मुद्दाहरू यहाँ उठाइदिनु भएको छ। त्यसको लागि पनि म विशेष धन्यवाद दिन चाहन्छु। र यहाँबाट पनि धेरै कुराहरू सिक्ने पनि पाएको छु र मैले यहाँ कास्कीबाट धेरै कुराहरू सिकेर पनि गएको छु। अब यो त्यसको सहयोग तपाईँहरूलाई जाने हुनाले आज तपाईँहरूले यो सम्मान गरेर मलाई एउटा हौसला प्रदान गर्नु भएको छ। मेरो जीवनमा नागरिकको तर्फबाट यसरी सम्मानित हुनुभएको हुन्छ। अब हामी सरकारी कर्मचारीहरू हौँ, सरकारका आफ्नो भित्र बसेर सम्मान लिने आफ्नो ठाउँमा छ, तर नागरिकको तर्फबाट गर्ने भनेको धेरै कम मान्छेले यो मौका पाउँछ। त्यसको लागि मैले म आफू एकदम गौरवित भएको छु, खुसी पनि लागेको छ। र यहाँहरूको माझ फेरि राम्रो समय काम गर्नु पाइनु दुःख पनि छ, तर त्यसो भनेर फेरि यो हाम्रो जागिरको
मेरो यात्राले लाने पनि भएको कारणले फेरि कुनै पनि रूपमा यही क्षेत्रमा अर्को कुनै भूमिकामा फेरि काम गर्ने मौका पनि पक्कै पनि मिल्ला भन्ने कुराहरू राख्दै यहाँका सबैको आशीर्वाद आओस्। यो कुराहरू राख्दै पुनः एकपटक यो मौका प्रदान गर्नुभएकोमा नागरिक समाज र सामुदायिक केन्द्र लगायत सबै राज्यका आदरणीय हाम्रा अग्रज अत्यन्तै सरल व्यक्तित्व उहाँबाट धेरै कुराहरू मैले सिकेको छु। हाम्रो आजको प्रमुख अतिथिज्यूप्रति पनि म विशेष आभार गर्दै यो सम्मान गरिदिनु भएकोमा सबैलाई म धन्यवाद दिँदै बिदा हुन्छु।